के अरे शिवजीको दर्शन गर्नलाई भक्तजनहरू कति कति टाढोबाट आउनुहुन्छ? अल इन्डियाबाट आउँछौँ। यो त सबै ठाउँबाट आउँछ, चाइना, अमेरिका, जापान, जर्मन, तपाईँको चाहिँ नि हरेक देशबाटै आएको भेटिन्छ यो। ओहो, धेरै धेरै खुसी लाग्यो। अनि इन्डियाको त 50-100 गाडी त अनिवार्य आउँछ। आज आएछ भने 1-2 गाडी आएर गयो होइन। आज बुधबार पनि हो, अब बारिसको कारण नभए यहाँ सधैँ हुन्छ पुरै। हप्तामा चाहिँ कुन कुन बार हुन्छ? 2 बार चाहिँ अब नेपाली हाम्रो हो, सोमबार र शनिबार। भक्तजनहरू धेरै धेरै आउनुहुन्छ। ल बाबा, तपाईँलाई धेरै धेरै धन्यवाद यो बताइदिनु भएकोमा। धेरै खुसी लाग्यो। एउटा भिडियो हजुरको बनाउनु मन लागेर बनाएको है। ठिक छ, बनाउँदा केही हुँदैन, जो आयो त्यही भन्ने हो। यहाँ भिडै हुन्छ प्रायः नै। आज चाहिँ अलिक कम भएको मात्रै हो मान्छे। हिजो र आज अब यो सङ्क्रान्ति आयो, अब खेतकुट पैसो भई सबै आफ्नो ठाउँमा छ नि त। हजुर हजुर, ठिक छ। अनि हजुरको घर चाहिँ कता पर्यो? मेरो अब घर जन्म त दोलखा हो, घर चाहिँ अब अहिले ठेगान भएको छैन, अब कहाँ हुन्छ बात। ठिक छ। अब थाई घर चाहिँ थाहा छैन। थाई घर भनेको अब जुन दिन यो शरीर छोड्छ त्यही दिन थाई थाहा हुन्छ। कहाँ हुन्छ, अब त्यसको ठेगान अहिले भइसकेको छैन। धन्यवाद है त। नमस्ते। हाम्रो यो डोलेश्वर मन्दिरमा शिवजीको दर्शनको लागि हामी आइरहेको छौँ र डोलेश्वर मन्दिरमा चाहिँ दर्शन गर्न आउनुभएको महानुभावहरू हजुरहरू आउनुहुन्छ। ल हेर्नुहोस् है, ल हेर्नुहोस्, यो हाम्रो डोलेश्वर मन्दिरमा हनुमानजीको मूर्ति पनि छ। उहाँको दर्शन गर्नुहोला। यसै गरी लगायत यसको साथमा गणेश भगवानको मूर्ति पनि देखिन्छ। भक्तजनहरू दर्शन गर्दै हुनुहुन्छ।